अहिले चाहिँ म यहाँ राप्ती नदीको पुलमाथि छु, दाङ लमाईमा। यहाँ चाहिँ भैँसी तारेको छ, देखिहाल्यो दृश्य। अब हेरौँ है त कसरी तार्नुहुन्छ भैँसी। यो नदी एकदम ठुलै नदी हो, राप्ती नदी। म चाहिँ यो झोलुङ्गे पुलबाट खिचिरहेको छु भिडियो। एक लट भैँसीहरू चाहिँ आइसके, देख्नुभयो होला। यो चाहिँ तर्दैछ। यहाँ चाहिँ यसरी नै भैँसी तारिँदो रहेछ। यो अर्को लट भैँसी पनि यसरी नै आउँदैछ। अघि त दुईटा लट भैँसी तारिसके है, तारी त्यो चाहिँ उहाँ धेरै तल गइसक्यो। यही तल पनि अर्को लट भैँसी जाँदैछ। ए भैँसीहरू चाहिँ राप्ती नदी खटेर आइसके। यस्तो बलवान रहेछ भैँसीहरू। कुच्चा हानिदिन्छ नि भैँसीले त कहिले कहिले फेरि।